म्याम, अब आजदेखि मनसुन नै सक्रिय भएको छ। आजदेखि 20 गतेसम्म चेतावनी जारी गरिसकेको छ। यतिखेर के कस्तो छ पूर्वानुमान भन्ने कुरा त हामीले जानकारी प्राप्त गरिसकेका छौं। कुन कुन क्षेत्र चाहिँ बढी जोखिममा परेको अवस्था छ? वर्षाको सम्भावनाको कुरा गर्नुपर्दा त पानी पर्ने त अब कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेश नै छ वर्षाको सम्भावना, हैन? भारीदेखि अति भारी वर्षाको सम्भावना चाहिँ अब भोलिको लागि विशेष गरी यो मध्य प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश जोडेको ठाउँमा यतातिर केही जिल्लाहरूमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहन्छ, हैन? अरू ठाउँमा चाहिँ सम्भावना न्यून छ। यतातिर चाहिँ सम्भावना अलि वर्षाको सम्भावना, भारी वर्षाको सम्भावना बढी हुने भएकोले त्यो एरियामा चाहिँ भारी वर्षाका कारण हुने जोखिमहरू बढ्न सक्ने देखिन्छ। पर्सिको कुरा गर्नुपर्दा हल्कादेखि मध्यम वर्षा चाहिँ कोशी बागमती गण्डकी लुम्बिनी मध्य प्रदेशमा हुने भए पनि भारीदेखि अति भारी वर्षा सेन्टर चाहिँ यो कोशी प्रदेशमा मात्र हुने जस्तो देखिएकोले त्यतातिर चाहिँ अलिक सतर्क हुनुपर्ने। जहाँसम्म लगातार भनेर पनि अब पर्दै रोक्दै गर्ने पानी पर्ने जस्तो देखिन्छ यो सिस्टम आइसकेपछि, हैन? 3 दिनसम्म नै लगातार वर्षा नै हुने हो कि अथवा बीचमा रोक्दै हुने खालको पानी पर्ने सम्भावना चाहिँ बढी छ, हैन? अनि अब भारीदेखि धेरै भारी वर्षा हुन थालेपछि चाहिँ त्यता अब बाढी पहिरो लगायत अरू के अरे यो अरू जोखिमहरू बढ्न सक्ने, यात्राको लागि चाहिँ खतरा हुने, हैन? जोखिम बढ्न सक्ने सम्भावना हुन्छ। त्यसका साथै अब अहिले दशैं सकिसकेपछि सबैले धान भित्र्याउने, आफ्नो नगदे बाली भित्राउने जुन उहाँहरूको अब अहिले प्लान हुन्छ त्यसमा पनि अब प्रब्लम आउन सक्ने हुन्छ। उहाँले फोन गरेर पनि सोधिराख्नु भएको छ अहिले हामीलाई, हैन? अनि त्यसको लागि चाहिँ अब यो हामी बिहान बेलुका अपडेट गर्छौँ यो फोरकास्ट चाहिँ, हैन? त्यो अपडेटेड फोरकास्ट चाहिँ हेरेर मात्रै आफ्नो अब क्रियाकलाप अगाडि बढाउनु हुन्न। अनि त्यसपछि त्यस्तो केही पर्यो भने हामीलाई 1155 मा कल गरेर पनि सोध्न सक्नुहुन्छ, हैन? गर्नुभयो भनेदेखि चाहिँ अनि जोखिम अलिकति न्यूनीकरण गर्न चाहिँ यसले धेरै सहयोग पुर्याउँछ भन्न चाहन्छु। कुन समयमा चाहिँ बढी पानी पर्ने सम्भावना रहेको छ? विशेष गरी अब आज रातिको लागि जुन हामीले फोरकास्टमा दिएको छ त्यो चाहिँ अलिकति अब घटेर हल्का खालको मध्यम खालको हुने जस्तो देखिन्छ भने समय चाहिँ अब भोलि सिस्टम भित्रिसकेपछि भोलि बिहानदेखि नै यो भोलि 10 बजे पछाडिबाट नै वर्षाको गतिविधिहरू बढ्न सक्ने सम्भावना छ भने भोलि दिनभरि र पर्सि पनि दिउँसोसम्म पनि सम्भावना चाहिँ यो पानी पर्ने सम्भावनाहरू रोक्दै पर्दै हुने पानी चाहिँ परिराख्छ। लगातारको भन्दा पनि रोक्दै पर्दै गर्ने पानी चाहिँ हुन सक्छ। पर्सि अनि पर्सिबाट चाहिँ यो 20 गते पछाडिबाट चाहिँ क्रमिक रूपमा मतलब 7 तारिक यो लगभग 7 तारिकसम्म छ, यो अक्टोबरको पहिलो हप्तासम्म छ। अनि पहिलो हप्ता सकिसकेपछि क्रमिक रूपमा सुधार आउने जस्तो चाहिँ देखिन्छ र मनसुन पनि बाहिरिने क्रम त्यस पछाडि बिस्तारै सुरु हुने जस्तो चाहिँ देखिन्छ। अब यतिखेर सबैजना दशैंको माहौल, दशैंको रौनक यतिखेर छ। अब बिस्तारै यता उपत्यका फर्किने, आफ्नो यता कार्यस्थलमा फर्किने क्रम पनि जारी रहेको छ। उनीहरू पनि एक किसिमको अन्योलमा पनि रहेको छ। म्याम, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ यहाँ? विशेष अब भोलि र पर्सिको लागि यात्रा अलि जोखिमपूर्ण नै हुन्छ, हैन? अब त्यसको लागि चाहिँ अब सोचेर नै गर्नुपर्ने हुन्छ। अब 1-2 दिन त्यो जानकारी लिइसकेपछि गर्नै पर्ने, अत्यावश्यक छ भनेदेखि जानकारी लिएर अपडेटेड भएर अगाडि बढ्नुपर्ने हुन्छ भनेदेखि पछाडि सर्न सकिन्छ भनेदेखि यो इभेन्ट सकिसकेपछि चाहिँ माहौल अलिकति अब राम्रो हुन्छ, हैन? वर्षा अथवा अरू कुराले यो बाढी पहिरोले चाहिँ कम जोखिम हुने भएकोले पछाडि प्लान सार्न मिल्छ भने भइहाल्यो, होइन? भनेदेखि अत्यावश्यक बाहेक अरू नर्मल कुराको लागि चाहिँ अब जोखिमपूर्ण चाहिँ यात्रा गर्नु र यो कृषि कर्महरू पनि यो वर्षाको बेलामा गरेर चाहिँ यो नोक्सानी हुनुभन्दा चाहिँ अद्यावधि मौसम जानकारी लिएर चाहिँ आफ्नो कार्य क्रियाकलापहरू कसरी गर्नुपर्छ भनेर अगाडि बढ्नुभयो भने चाहिँ हामी सबैलाई अनुरोध गर्न चाहन्छौँ। अब जस्तै 20 गतेसम्मको पूर्वानुमान गरिएको छ, अति भारी वर्षा हुने भनेर भनिएको छ। 20 गते पश्चात चाहिँ कस्तो हुनेछ मौसम? यो खुल्नेछ, मनसुन चाहिँ कतिखेर बाहिरिनेछ, कुन समयमा बाहिरिनेछ, यसबारेमा पनि जानकारी गराइदिनु होला। हामीले चाहिँ आज भोलि पर्सि गरेर आज 17, 18, 19 गतेको गरेका छौँ। 20 गतेसम्म पनि यसको अलिअलि रेमिनेन्स चाहिँ यो सिस्टमको बाँकी नै हुन्छ, होइन? त्यसबाहेक अब त्यो 20 गते पछाडि चाहिँ यो 7 तारिक पछाडि मैले भने नि अक्टोबरको पहिलो हप्ता पछाडिबाट चाहिँ बिस्तारै मनसुन बाहिरिने क्रम चाहिँ सुरु हुन्छ। अनि यो जुन अहिलेको वर्षाको गतिविधिहरू छ त्यो पनि क्रमिक रूपमा सुधार हुँदै जाने चाहिँ जस्तो देखिन्छ। अहिले चाहिँ यो आगामी 2-3 दिन चाहिँ डिस्टर्ब हुने, अनि त्यस पछाडि चाहिँ बिस्तारै सुधार भएर जाने चाहिँ सम्भावना छ। सुधार हुँदै गइसकेपछि सुदूरपश्चिम कर्णाली मतलब वेस्टबाट चाहिँ बिस्तारै मनसुन पनि सकिने क्रम चाहिँ सुरु हुन्छ।